पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज अदालत जाँदै गर्दाखेरि के भनेको छन् भने तपाईहरुले पनि सुन्नु भएको होला, भिडियो अन्तिमसम्म हेर्नु होला, भिडियो सबैले शेयर गर्नु होला। उहाँले के भन्दै हुनुहुन्छ भने यो बोल्ने टाइम अहिले छैन, मेरो बोल्ने टाइम एकदम नजिक आउँदैछ, त्यसपछि जो बोल्नेहरुको बोल्ती बन्द हुने गरी म आउँछु भनेर भनेका छन्। तपाईहरुले सुन्नु पनि भएको होला, नसुनेको कुरा यो भिडियो मार्फत भए पनि सुन्नु होला। अनि उहाँले के भन्दै हुनुहुन्छ भने अहिले जब म बोल्यो भने उनीहरुलाई हैन सरकारलाई घाटा पर्छ र सरकार अहिले लजाको छ, सरकारको लाज छोप्न भए पनि म हिँडेको छु, अदालत धाएको छु भनेर भनेका छन्। मैले के भन्छु भन्दाखेरि रवि लामिछाने अहिले बोल्न मिल्दैन भनेको चलो ठीक छ, उसको हैन यो मुद्दा परेको हुनाले बोल्न नमिलेको भने पनि बेला बेलामा अदालत धाउने क्रममा चाहिँ मिडिया पछ्याउँदै गर्दाखेरि मिडियालाई चाहिँ हल्का टुच्चो चाहिँ दिइराखेको छन् हैन, हल्का टुच्चो चाहिँ दिइराखेको छन् मिडियालाई। त्यो छिट्टै आउँदैछ समय भन्दैछ। लगभग त रवि लामिछाने यो महिनाभित्र पब्लिकसँग आएर तपाईहरुसँग आएर रमाउनु हुनेछ आशा गरौँ। र के भन्दैछन् भने जब मिडिया पछि लागिसकेपछि टुच्चो दिइराखेका छन्, सरकारलाई झटारो चाहिँ हानिराखेका छन्, बेला बेलामा डाइलेक्ट दिइराखेका छन् हैन। उनको एउटा डाइलेक्ट काफी छ, बालनको एउटा स्ट्याटस काफी छ सामाजिक सञ्जालमा, त तपाईलाई थाहा भएकै कुरो हो। अब रवि लामिछाने बाहिर गाडीबाट बाहिर निक्ले कि भनेपछि क्यामेरा देख्नु भयो नि आज कति तेर्सिँदो रहेछ, क्यामेरा त्यसरी तेर्सिन्छ हैन। भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाहिर निकल्दै गर्दाखेरि त्यति मिडिया पछि पर्छ भने रवि लामिछाने अब धेरै दिन छैन पब्लिकसँग आएर रमाउने दिन धेरै छैन, छिट्टै आउँदैछ। लगभग त यो महिना अन्तिममा आउँदै हुनुहुन्छ। र सबैले आशा गरौँ, धैर्यता गरौँ हैन। सो फेरि पनि मैले के भन्छु भन्दाखेरि एउटा राष्ट्रिय स्वतन्त्र पार्टी जब पुरानो राजनीतिक दलहरूले यत्रो 35-36 वर्ष राज गर्दाखेरि लुटेर खाँदाखेरि एउटा राष्ट्रिय स्वतन्त्र पार्टी एउटा रवि लामिछाने उदाएर आइसकेपछि तिनीहरूलाई त अलिकति डर त भयो नि त हैन। त्यो हामीले कसरी मान्नु पर्छ भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसरी मान्छु भन्दा चलो उनीहरुको होला पहिलाको यो पार्टीमा आउनु भन्दाको पहिलाको केसहरु होला त अथवा राखौँ। त्यो अहिले त उहाँहरु पढे लेखेर एउटा राजनीतिकमा आइसकेपछि पार्टी खोलेर राजनीतिकमा आइसकेपछि त पुरा उनीलाई थाहा छ नि। त्यो भन्दा अगाडि त गल्ती गर्यो, त्यो भन्दा पहिलाको त छोडौँ, त्यो अब त गल्ती गर्दैन नि। त्यसलाई हामीले बुझ्नुपर्छ, बुझ्न जरुरी छ। किनभने अब पहिलेबाट हामीले जानेदेखि यो राजनीतिक दलहरु तीनटा ठुल्ठुला पार्टीहरुले देश सिद्ध्याए भन्ने कुरा सबैलाई थाहा छ, कहाँ थियो कहाँ पुग्यो भन्ने सबैलाई थाहा छ। तर हामीले के सोच्न पर्यो भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी त्यो दललाई पछाडि पार्न भर्खर उदाउँदैछ भने हामीले साथ दिनुपर्छ हैन। हामीले उनलाई साथ दिनुपर्छ जसरी पनि हाम्रो देश अगाडि बढोस् भन्ने जलानी लाग्छ। फेरि पनि हामीले जान्दासम्म पुरानो दल माओवादी भयो, कांग्रेस भयो, एमाले भयो, अहिले हामीले साथ दिएकै हो। जतिखेर पनि साथ दिएछौँ, हामीलाई चुत्या बनाएर साथ दिएछौँ, हामी जनता भेडै हो। तर अहिले एउटा राष्ट्रिय स्वतन्त्र पार्टी आउँदै गर्दाखेरि केही गर्छु भनेर आउँदाखेरि उहाँहरुलाई हौसला दिनुपर्छ, उहाँहरुलाई साथ दिनुपर्छ। केही राम्रो हुन्छ कि भनेर पहिलाको पार्टीले खाए पनि अहिलेको पार्टी एक्जाम्पल मानौ, अलिकति खाएर अलिकति विकास गर्दै पनि राम्रो हुन्छ। पहिलाको नेताहरुले जस्तो कप्पकै खाएर देश कंगाल बनाउने जस्तो स्थिति नपुगोस् भनेर अहिले राष्ट्रिय स्वतन्त्र पार्टी आउँदै गर्दाखेरि हामीले त्यसलाई साथ दिनुपर्छ। एक कुराले म कुनै पार्टीमा पनि छैन, फेरि पनि मेरो व्यक्तिगत धारणा चाहिँ के हो भन्दाखेरि मैले बुझ्दै गर्दाखेरि त्यत्रो सालबाट पुरानो दलहरुले राज गर्दाखेरि अहिले आएर राष्ट्रिय स्वतन्त्र पार्टी आउँदै गर्दाखेरि एकैचोटी 21-22 सांसद त घटाइदिए नि त। त्यही सांसद पुरानो राष्ट्रिय स्वतन्त्र पार्टी नाको भए त्यो 21 सिट लिएर आउँदै पनि 21 सिट त त्यो पहिला पुरानै पार्टीले माओवादी हैन कांग्रेस एमालेकै थिए नि त्यो सांसदहरु। त्यो सांसदहरु पछाड्दै त राष्ट्रिय स्वतन्त्र पार्टी एकैचोटी हैन 21 जना सांसद भन छिरेको हो नि त। त्यो हामीले बुझ्न जरुरी छ। किनभने जनताले त विकास खोजिरहेछ, जनताले त रोजगार खोजिरहेछ। अनि त देशले जति पनि अहिलेका सरकारहरूले जति पनि नेपाली त विदेशमा लिएर रेमिटेन्स कमाउन चाहन्छ हैन। तर पनि एउटा राष्ट्रिय स्वतन्त्र पार्टी आउँदै गर्दाखेरि के राम्रो हुन्छ भने हामीले साथ दिनुपर्छ। आइन्दा पनि तपाईहरुले फेरि त्यही पुरानो दललाई हेर्दै गर्नुभयो भने फेरि हाम्रो पुस्ताले हाम्रो पछाडी हाम्रो आगा
छोराछोरीले फेरि दुःख पाउने स्थिति हुन्छ हैन। सो त्यही भएर फेरि पनि एकचोटि हेरौँ न, यो 84 आउँदै गर्दाखेरि पछि त हामीले त हो जसलाई जिताउने पनि हामीले त हो, माथि पठाउने, पछि त्यो राम्रो गरेन भने तल झार्ने पनि हामीलाई पब्लिकलाई थाहै छ, जनतालाई थाहै छ। सो त्यही भएर अब आउने 84 मा चाहिँ मैले के भन्छु भन्दाखेरि नयाँ दललाई, किनभने एउटा आँट गऱ्यो नि त, यत्रो साल हामीले हेर्दै गर्दाखेरि एउटा राष्ट्रिय स्वतन्त्र पार्टी एउटा हैन पार्टी खोलेर आइसकेपछि पनि त्यत्रो 21 जना सिट लिएर गइसकेको पार्टीलाई हामीले हेरौँ त एकचोटि 84 मा हैन, सबै मिलेर एकजुट हो न, सबै मिलेर एकजुट हो न, एकजुट गरेर घटाइदिउँ न त। अनि फेरि हेरौँ न देश कस्तो हुन्छ भने फेरि अर्को 4 वर्ष फेरि हामीले त्यो देखा जाएगा, राम्रो गरेन भने त्यो हामी सधैँछौँ। सो त्यही भएर भर्खर आउँदै गर्दा कसैले राम्रो गर्न खोज्छन् भने त्यसलाई राम्रो गर्न दिनुपर्छ कि खुट्टा तान्ने काम गर्नु हुँदैन। त्यही भएर खुट्टा तान्ने काम गऱ्यौँ भने चाहिँ त्यो नराम्रो हुन्छ, त्यो फेरि देश फेरि त्यहीतिर ढल्किन्छ। सो त्यही भएर मेरो धारणा चाहिँ, तपाईँहरूको धारणा कस्तो छ के छ कमेन्टमा लेख्नु होला। मेरो धारणा चाहिँ यही छ, किनभने हामीले जानेदेखि हामीले बुझेदेखि देश कहाँबाट कहाँ पुगिसक्यो, अरू देशहरू, हाम्रो देश झन् घट्दै झन् तल हुँदै गएको। किन त भन्दाखेरि जुन नेता आए पनि कुर्सीको लागि किन लड्छन् त? सास जाने बेलामासम्म पनि कुर्सी किन यिनीहरूले प्यारो लाग्छ भन्दाखेरि आफ्नो मान्छे घुसाउने, आफ्नो कार्यकर्ता घुसाउने, आफूले कोप्ल्याएको खाने, आएको जति रात खाने हैन। कोरोनाको बेलामा कति आयो त्यो हैन, स्वास्थ्य सामग्रीहरू कति आए, खै त नेताहरूको आफ्नो घर बाँडियो पब्लिकलाई, खै त्यो चिजहरू बुझ्न जरुरी छ साथीहरू। अब आउने 84 मा चाहिँ बुझ्न जरुरी छ। हेर्नुहोस्, पुरानो पार्टीलाई मरे पनि नदिने, अब एकैचोटि अब राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा राम्रो आउँछ भने पनि दिउँ हैन, सो केही छैन। तर नयाँ पार्टीलाई अगाडि बढाउँ भन्ने हो। हेर्नुहोस् है, त्यो केही चिज राम्रो हुन्छ कि भन्ने हुन्छ। सो त्यही भएर आइन्दा अब हामीले चाहिँ के गर्नु पर्यो साथीहरू, अब त्यो चिजहरूलाई चाहिँ एकदम ख्याल गर्नुपर्छ। हेर्नुहोस्, किनभने हामी धेरै पछाडि पुगिसकेको छौँ, सधैँभरि यसरी गरेर हुँदैन। त्यही भएर एकचोटि सबैले नयाँ दललाई हेर्न चाहिँ जरुरी छ, किनभने पहिला पुरानो दलको त हामीले पारा हेरिसक्यौँ त्यो चिजहरू। सो त्यही भएर आइन्दा अबबाट अब हेरिँदैन, फेरि पनि एकचोटि हामी चाहिँ अहिले जब नयाँ दल बनेर राष्ट्रिय स्वतन्त्र पार्टी होला साथी 84 मा, त्योभन्दा नयाँ पार्टी आएछ भने पनि फेरि पनि साथ दिउला हैन। सो त्यही भएर त्यो चिजहरू चाहिँ मिलेर बालेन साहु, अभिलाम सानेहरू, हर्क साम्पाङहरू, गोपी हमालहरू यस्तो मिलेर गयो भने चाहिँ देश बन्ने स्थितिमा छ। नत्र भने त्यही पुरानो कुर्सीमा लडिराख्ने नेताहरू अहिले आर्जु देउवा खालि दिल्ली धाएको दाइछन् है। अब दुर्गा प्रसाद राजतस्ता आउँछ भनेछ, राजतस्तालाई त्यति मान्छेले चासो लिएको छैन। किन लिएको छैन भन्दा अहिले पुरानो दलले अलिकति चासो किन लियो भन्दा पुरानो दलले राम्रो गर्दै गरेनन्, त्यसपछि अलिकति राजतस्ता आउँछ कि भनेर मान्छे अलिकति फुरुक गरेको मात्र हो। फेरि राजतस्ता आयो भने त्यही हो हालत, झन् राम्रो त होला, विकास त होला, तर केही न केही चिजमा पनि त्यो पनि पछाडि पर्छ है। सो त्यही भएर जनताले फालेकै हो राजालाई पनि, फेरि पनि गणतन्त्र फाल्यो भने राजा हो, राजालाई गणतन्त्र आउने। त्यो भएर अलिकति नयाँ दललाई हेऱ्यो भने अलिकति त्यो चिजहरू चाहिँ हामीबाट केही भयो भने त्यो चिज आश गर्न सकिन्छ, नभने फेरि त्यस्तै हो साथीहरू।